म आजको बेहुलाको ससुरा बुवा र बेहुलीको बुवा मैले यिनीहरू नानी बाबुहरूको फर्दर ब्राइट फ्युचरको कामना गर्दछु। आफैमा डिपेन्ड छन्, सक्षम छन्, सफल हुन सक्छन्। यिनीहरूको भावी दाम्पत्य जीवन सफल र सुखमय बनोस्, स्ट्रगल गरून् र आफू जिउने वातावरण आफै बनाउन सकुन् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद। म बेहुलीको आमा हो। म भित्रैबाट खुसी छु। नानीको बिहे हुँदैछ छोरीको। धन्यवाद। हाई दाई, आज एकदम मिक्सवाला इमोसन छ। खास भन्यो भने अब बहिनीको बिहे होइन, अब दिँदै गर्दाखेरि अलिक चिन्ता पनि छ, तर एट द सेम टाइम एक्साइटेड पनि छु। अब नयाँ लाइफ स्टार्ट हुँदैछ, होस् राम्रै गर्छ। अब यिनीहरूले भन्ने छ दुईजना पहिलादेखि चिनिरहेको, यो यिनीहरूको राम्रो होस् भन्ने उस गर्छु। त्यही हो, अलिकति दुःख पनि लागिरहेछ अब बहिनी सँगै हुँदैन भनेर, तर ठिकै छ। म खुसी छु दुःख भन्दा पनि। आई विश देम अ भेरी सक्सेसफुल लाइफ अहेड। त्यही नै हो। हेलो, म चाहिँ सरोज, सुजिताको प्यारो दाई। किन भन्दा वी हेभ लट्स अफ मेमोरिज टुगेदर होइन। हामी चाहिँ जे कुरा पनि मलाई थाहा छ, उसलाई थाहा छ। वी हेभ अ ग्रेट बोन्ड। अनि आई एम भेरी दाईको जस्तै आई हेभ अ मिक्स्ड फिलिङ। किन भन्दाखेरि इट्स हर म्यारिज टुडे एन्ड सी इज स्टार्टिङ अ न्यू लाइफ। अनि थ्याङ्क यू। हाई गाइज, दिस इज सप्तमी रेग्मी। मेरो चाहिँ आज घाँटी खराब छ, त्यही पनि म चाहिँ सुजुको प्यारी बहिनी। वी फाइट अलमोस्ट एभ्री टाइम, झगडा पर्छ, माया गर्छौँ। लाइक एभ्री इमोसन्स मलाई केही भयो भने सुरुमा गएर सुनाउने उसलाई हो। अनि मैले जहिले पनि सुजु चाहिँ मेरो लाइफमा कस्तो हो भन्दाखेरि आई ब्लाइन्डली ट्रस्ट हर के। उसले केही कुरा भन्यो भने मेरो त्यो कुरामा कहिले सेकेन्ड डाउटै छैन होइन। अनि त्यो रिजनले गर्दाखेरि अब सुजु स्टार्टिङ अ न्यू लाइफ होइन, अब सँगै हुनेदेखि लिएर अब वी निड टु मेक प्लान्स टु मिट हर है। त्यो भन्दाखेरि चाहिँ मलाई एकदम हुन्छ नि मनमा कस्तो दुःख लागिरहेको छ, तर एट द सेम टाइम सी इज गेटिङ म्यारिड टु सम वान हु सी हेज लभ फर अ लङ टाइम। अनि त्यो भइसकेपछि आइ एम ह्याप्पी अल्सो। सी इज स्टार्टिङ न्यू च्याप्टर अफ हर लाइफ। अनि आई विश हर भेरी गुड सक्सेस टु द्याट एन्ड अल। थ्याङ्क यू, बाई बाई। थ्याङ्क यू। हेलो, म सुस्ताको साथी सम्झना। हामी चाहिँ स्कुलमा अब कपीको पानाहरू पल्टाउँदै जीवनका नयाँ पानाहरू पल्टाउनसम्म आइपुगेका छौँ। आज सुस्ताको चाहिँ नयाँ लाइफ, नयाँ जीवन सुरु हुँदैछ। म उसलाई एकदम धेरै बेस्ट विसेस दुवैलाई, कुशल भिनाजु र सुस्तालाई एकदम जीवनमा सधैँ खुसी हुनु, धेरै प्रगति गर्दै जानु। सुस्ताले चाहिँ कुशल भिनाजुलाई चाहिँ मसँग कसरी इन्ट्रोड्युस गराएको थियो भन्दा, हेर्न एकजना छ ब्याचलरमा हामीसँगै पढ्ने हो, ठिकै मात्र लाग्छ भन्थे। आज भिनाजु सम्म आइपुगेको छ। एकदम धेरै खुसी छु म। उनीहरू दुईजना हाँसी खुसी रहनु सधैँ। कुशल भिनाजु हाम्रो सुस्तालाई कहिले रहन पाउनुहुन्न, सधैँ माया मान्नुपर्छ सुस्तालाई त्यही। I wish you guys all the best for your future. Love you. Congratulations and your new journey, new life together. म एकदमै धेरै बेस्ट विसेस दिन चाहन्छु अनि तिमीहरूको नानीलाई एकदमै ह्याप्पी होस्। आज म एकदमै धेरै खुसी छु मेरो सानैदेखिको साथी। अनि प्लस we were together in lots of events in our life and we enjoyed lot of moments. अनि आज म तिम्रो लाइफको एकदमै ठुलो दिनमा पनि सहभागी हुन पाउँदा म एकदमै खुसी छु। अनि त्यसपछि लिटल बिट इमोसनल टु फील एज वी ग्रो अप टुगेदर होइन। अनि त्यही भएर आज लाइक हामी ठुलो भयो जस्तो फिल आउँदैछ। सो आइ एम भेरी ह्याप्पी फर यु गाइज एन्ड रियली विश यु अ ह्याप्पी जर्नी टुगेदर। म चाहिँ सृष्टि बन्थ, सुजी दिदीको बहिनी। विश यु अ भेरी ह्याप्पी म्यारिड लाइफ। लट्स अफ लभ दिदी भिनाजु। हेलो, म सुस्ताको भाइ। आज सुस्ताको बिहा हो, तर बिचमा एउटा रुनी जस्तो कुरा भयो, त्यही भएर अलि नमजा लगाइरहेको छ। धन्यवाद। हेलो, म सुजिताको बहिनी हो। हाम्रो आज बिहा छ, बिचमा सरप्राइज भयो अनि इमोसनली भए, तर मलाई अहिले त ठिकै छ, तर आउनु बेलामा इमोसनल हुन्छ होला। हेलो, म सुजिता दिदीको बहिनी हो। आज चाहिँ सुजिता दिदीको बिहा छ।
मजा लागिरहेको छ मलाई सुजिता दिदी जानुभयो भने रुन नि सक्छु थ्याङ्क यू ओके आज 2082 साल फागुनको 17 गते हाम्रो नयाँ जेनेरेसन थर्ड जेनेरेसनबाट हाम्रो जेठी छोरी सुजिता रेग्मीको शुभ विवाह सम्पन्न भइरहेको छ। यस उपलक्ष्यमा उसको वैवाहिक जीवनको सफलता साथै वैदेशिक यात्राको सफलताको कामना गर्न चाहन्छु। साथै सुजुलाई धेरै धेरै माया छ छोरी, आई मिस यु भन्न चाहन्छु। ओके नमस्ते, धेरै धेरै धन्यवाद है यो अपर्च्युनिटी दिनुभएकोमा। धेरै धेरै खुसी लाग्यो आज यो मौका दिनुभएकोमा। म धेरै बोल्न त अलि सक्दिनँ, आइडिया छैन मसँग, तर पनि खुसी लाग्यो, धेरै खुसी लाग्यो। यस्तो अपर्च्युनिटी फेरि पनि पाऊँ, फेरि पनि जमघट होस् भन्ने आशा गर्छु है। धन्यवाद। हेलो, म चाहिँ दुलाको बहिनी। आज यहाँ बिहामा आउँदाखेरि एकदम खुसी लागिरहेको छ। दाइको लभ पर्यो, त्यहाँपछि घरमा पनि थाहा भयो, हुँदाहुँदै बिहा भयो। आज एकदम अनबिलिभेबल लागिरहेको छ, एकदम खुसी छु म। आई विश बोथ अफ यू very good life, happiness and all the love to you. नमस्ते, म चाहिँ बेहुलीको माइला भेनाजु। मेरो नाम किरण पराजुली, घर चाहिँ प्रगति नगर है। आज हाम्रो जेठो नानीको शुभ विवाह कार्यक्रममा अब यहाँ उपस्थित भइएको छ होइन। अब एक हिसाबले भन्नुपर्दा वैवाहिक जीवन बाँधिनु भनेको ठुलो कुरो हो, अब खुसीको कुरा हो होइन। अब थोरै दुःख पनि लागेको छ किनकि आफ्नै काखमा हुर्किएको नानीहरू होइन अरूलाई पढाइलाई बिदाई गरेर दिनुपर्दाखेरि होइन। एनिवे अब यो लाइफ सर्कलै हो है, अब जानै पर्छ, आफ्नो घर कर्म चलाउनै पर्छ होइन। त्यसको लागि सफल वैवाहिक जीवनको धेरै धेरै शुभकामना प्यारो सुजुलाई। धन्यवाद। हजुर नमस्कार, म मिना रेग्मी पराजुली। म बेहुलीको फुपू मिना बिरौटा। मेरो बहिनीको अहिले बिहा भयो, सुख यो दाम्पत्य जीवनको शुभकामना। अरू त म खासै केही भन्न चाहन्न, आज यहाँ बिहा भइरहेको छ, म खुसी छु। अब उसले सधैँभरि सुख पाइरहोस् भन्ने चाहना छ हाम्रो। यति नै अब भएन बोलेकै भयो। हेलो, म बेहुलीको दिदी अनु रेग्मी। सबैजनालाई नमस्कार। आज मेरो बहिनी सुजिताको बिहे छ। उसलाई ज्वाइँ र बहिनीलाई दाम्पत्य जीवनको धेरै धेरै शुभकामना। सुजिताले मेरो चाहिँ जीवनमा हरेक कुरा दुःख सुखदेखि लिएर मेरो सम्पूर्ण कुराहरू पुरा गरिदिन्थ्यो। उसलाई मैले सानो कुरा नजाने पनि भिडियो कल गरेर टेक्स्ट गर्नु दिदी म सल्भ गरिदिन्छु भन्थ्यो। ठिकै छ, टाढा भए पनि मलाई गरिदिन्छ, म हाँस्छु। तर दाम्पत्य जीवनको धेरै धेरै शुभकामना सुजु, तिमीलाई हरेक कुरामा मिस हुनेछ। धन्यवाद। भाइ नमस्ते, म बेहुलीको आन्टी। आज मेरो छोरी घरको जेठो छोरीको बिहे कता कता नरमाइलो प्लस कस्तो कस्तो भइरहेको छ यति आजलाई। पुसाजु हेर काम भिराजु ल पुसाजु चाहिँ नि। अनि त्यसपछि अब नयाँ फ्युचरको लागि दाम्पत्य जीवनको त्यो वेल विसहरू दिने हो कि। ए रुनी हो, छोरो मान्छे भएर रुन्छ होइन आन्टी। सुरु गर। नमस्ते, म दुलैको पुसाजु, कान्छो पुसाजु। हाम्रो सुजितालाई दाम्पत्य जीवनको धेरै धेरै शुभकामना। अब सुजिता हाम्रो घरबाट अर्को घरमा जाँदैछिन्, तर हाम्रो घरको एकदमै मिलनसार हेल्पफुल एउटा बहिनी छोरी हाम्रो परिवारबाट अर्को परिवारमा जाँदैछन्। त्यसको लागि हामी दुखित छौँ। त्यो हुँदाहुँदै पनि
तर सफल दाम्पत्य जीवनको शुभकामना साथै सँगै उनको अस्ट्रेलिया शैक्षिक सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद। हाई एभ्रिवान, मेरो नाम चाहिँ विज्ञान त्रिपाठी। म कुशलको बच्चैदेखिको मिल्ने साथी। ऊ र म स्कुलसँगै पढेका थियौँ र आज यो विवाहमा म आउँदै गर्दाखेरि म एकदमै खुसी। सबैजना आउनुभयो, हामी पनि बिहेको फङ्सन्सहरू सबै गर्दाखेरि रमाइलो नै भयो। ओभरअल भन्दाखेरि अलि हेक्टिक पनि भयो। त्यो ज्वेलरिजहरू लुगादेखि नै सबै कुरा यति धेरै थियो कि ह्यान्डल गर्न गाह्रो थियो। त्यही पनि रमाइलो भयो। ओभरअल भन्दाखेरि चाहिँ राम्रो थियो, राम्रो भयो। मलाई पनि त्यही हो, अलिकति हेक्टिक भइहालिन्छ बिहा भन्ने नेपाली कल्चरको बिहा त्यस्तै हुन्छ होइन। त्यस रमाइलो छ, ठिकै छ। सबैजनालाई धन्यवाद आइदिनु भयो।